हे गाइस, आज चाहिँ मैले हिजो निर्जला एकादशीको व्रत लिएको थिएँ। कसरी पूजा गरेर म दैनिकी कसरी पूजा गर्छु भन्ने बारेमा लिएर आएको छु। यो चाहिँ मैले सफा भाँडाकुँडा माझ्नको लागि राखेँ। त्यस पछाडि म घर पुस्न थालेँ। अनि म चाहिँ जहिले घर पुसेर घर पुसपास पारेर पूजा गर्छु। अनि घर पुसिसकेर मैले चाहिँ लुटाहरू सबै माझिसकेँ। त्यस पछाडि नुहाएर रेडी भएर आएँ। अनि त्यस पछाडि सूर्य भगवान्जीलाई जल चढाउनुको लागि मैले फुल, अबिर, चन्दन अनि तिल, जौ, कुशहरू हालेर माथि जल चढाउन गएँ। अनि सूर्य भगवान्जीलाई जल चढाएँ। जल चढाउँदाखेरि चाहिँ म चाहिँ ओम सावित्रे नमः भन्ने मन्त्र लिएर म सूर्य भगवान्जीलाई जल चढाउँछु। अब हजुरहरू कुन मन्त्र लिएर जल चढाउनुहुन्छ मलाई चाहिँ थाहा छैन। म चाहिँ यही मन्त्र जहिले प्रयोग गर्छु। अनि त्यस पछाडि मैले पूजाको लागि सबै सामानहरू ठिक पारिसकेँ। अनि त्यस पछाडि म चाहिँ अब मङ्गलबार त मेरो जहिलेको व्रत हो। मङ्गलबार जहिले मूर्ति सफा गर्छु। अनि त्यस पछाडि अरू दिन चाहिँ जुन दिन विशेष दिन परेको हुन्छ त्यो दिन मात्रै मूर्ति सफा गर्न पाइन्छ। अनि मूर्ति सफा गर्दा चाहिँ मैले अबिर अनि तिल अनि फुल लिएर सफा गरेँ। अनि त्यस पछाडि अरू बेला चाहिँ दही, दुध, मह, घिउ, चिनी राखेर सफा गर्थेँ। हिजो चाहिँ मसँग थिएन। त्यस पछाडि म पूजा गर्नको लागि तिलक लगाएँ। सुरुमा हामीले पूजा गर्दाखेरि चाहिँ जहिले पनि खाली निधार कहिले पूजा गर्नु हुँदैन। त्यही भएर एउटा दुनै पहेँलो चन्दन लगाउनु पर्छ। अनि त्यस पछाडि म दियोहरू बाल्नको लागि दियोलाई पूजा गर्न थालेँ। तिल, जौ, अबिर हालेर फुल हालेर पहिला दियोलाई पूजा गर्ने। अनि त्यस पछाडि अनि मात्रै दियो बाल्छु म चाहिँ। अनि त्यस पछाडि कलश रङ्ग्याउँछु। 5वटा धर्का बनाएर रातो र पहेँलो रङ मिसाएर म चाहिँ 5वटा धर्काको कलशलाई रङ्ग्याउँछु जहिले पनि। अनि कलश रङ्गाइसकेपछि घन्टीलाई पनि अबिर लगाइदिन्छु, पूजा गर्छु घन्टीलाई पनि। अनि त्यस पछाडि घन्टी सकेर आरती गर्नेमा पनि पूजा गर्छु, अबिरहरू लगाएर सजाइदिन्छु। अनि अर्को दियोमा पनि पूजा गर्छु। अनि म चाहिँ सङ्कल्प लिन्छु। तिल, फुल अनि कुश हालेर हातमा सङ्कल्प लिन्छु। आफ्नो नाम भन्ने, नरनको गोत्र कुन हो भन्ने, अनि आज कुन व्रत लिनुभएको छ त्यसको व्रत उयो गरेर अनि आफ्नो सङ्कल्प छोडिदिने। अनि त्यस पछाडि भगवान्जीहरूलाई यसो नुहाइदिने, जस्तै पानी छर्किदिने, आह्वान गर्ने। अनि त्यस पछाडि म चाहिँ दियो बाले सङ्कल्प गरिसकेर अनि दियो बाल्दा चाहिँ शुभम करोति कल्याणम आरोग्यं धन सम्पदा शत्रुबुद्धिं विनाशाय दिव्यज्योति नमस्तुते भन्ने मन्त्र भन्छु म चाहिँ दियो बाल्दाखेरि। अनि त्यस पछाडि मैले कलश राखेँ। कलश राखिसकेर अब पूजा गर्नुको लागि तयारी हुँदै फेरि अर्को दियो बाले। जुन दिन विशेष भगवान्जीको हो त्यो दिन 2टा दियो बाल्छु। अब जहिलेको दियो त एउटा भइहाल्यो। अनि जुन भगवान्को विशेष दिन हुन्छ त्यो दिनको दिन चाहिँ म यो अलिक ठुलो दियो बाल्छु। गर्नु चाहिँ मैले दाहिने हातले नै पूजा गरिरहेको छु, तर यो क्यामेराले देब्रे हातले जस्तो देखिरहेको छ यहाँनिर। तर गर्नु चाहिँ मैले दाहिने हातले पूजा गरिरहेको छु। त्यस पछाडि फुल चढाउने सबै भगवान्जीहरूलाई। अनि
पूजाहरू गर्दा चाहिँ भगवानको नामहरू लिने, भगवानलाई सम्झिने, एक भक्त भएर भगवानजीको सामुन्ने बस्ने अनि मन्त्रहरू आउँछ भने मन्त्रहरू जप्ने, आउँदैन भने आफूलाई जस्तो जे आउँछ आउँदैन भने चुप लागेर एकचित्त भएर भगवानजीहरूलाई पूजा गर्ने अनि तिल जौहरू त हाल्नै पर्यो। तिल जौहरूले पूजा गर्ने अनि त्यस पछाडि पहिला गणेशलाई आफूले कुन गणेश स्थापना गरेको छ गणेश स्थापना गरेको गणेशजीलाई पूजा गर्ने अनि त्यस पछाडि अर्को गणेशजीलाई पूजा गर्ने अनि अरू भएको सबै देवी देवताहरूलाई पूजा गर्ने। आचमन आचमन पनि गर्नुपर्छ, तर हिजो अब निर्जला एकादशीमा पानी खानु हुँदैन, त्यही भएर मैले आचमन गरेको चाहिँ देखाइनँ। हामीले पूजा गर्नुभन्दा अगाडि चाहिँ आचमन गर्नुपर्छ, शुद्ध हुन्छ। अनि मालाहरू जप्दा पनि आचमन गर्ने, जे गर्दा पनि आचमन गर्नुपर्छ। आचमन गर्दा चाहिँ ओम केशवाय नमः, ओम माधवाय नमः, ओम गोविन्दाय नमः गरेर 3 चोटि आचमन गर्ने। त्यस पछाडि म गणेशजीलाई सिन्दुर, शिवजीलाई चन्दन चढाउँछु अनि त्यस पछाडि म चाहिँ कोपी चन्दन चढाउँछु। राधाकृष्णजीलाई चाहिँ गर्नतिर लागे। आरती चाहिँ भगवानजीको लागि एकदम विशेष हुन्छ। आरती चाहिँ भगवानजीलाई एकदमै मनपर्ने भएकोले आरती चाहिँ बिहान नभए पनि बेलुका भए पनि दिनमा एकचोटि चाहिँ गर्नुपर्छ। गरेको राम्रो हो, तर अब भ्याउँदा 2 चोटि गरेको राम्रो हो, तर अब नभ्याउँदा चाहिँ दिनमा एकचोटि भए पनि गर्ने। आरती चाहिँ जहिले ओम आकारमा घुमाउनुपर्छ। खुट्टामा एकचोटि, पाउमा एकचोटि, जिउमा 4 चोटि अनि शिरमा एकचोटि अनि पुरै शरीरभरि चाहिँ एकचोटि गरेर 7 चोटि पुर्याउनुपर्छ आरती गर्दा चाहिँ। म चाहिँ त्यसरी गर्छु। अब हजुरहरू कसरी गर्नुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन। ओम आकारमा घुमाउनुपर्छ जहिले पनि। कस्तो उल्टो देखिरहेछ क्या यहाँनिर, त्यो क्यामेरा उल्टो गरेर होला, पुरै उल्टो देखिरहेछ यहाँनिर। गर्नु चाहिँ दाहिने हातले गरिरहेको छु। अनि त्यस पछाडि आफूले आरती लिइसकेपछि आरती लिने 2-3 चोटि अनि सबै भगवानजीहरूलाई जल चढाउने। आरती गरिसके पछाडि चाहिँ जल चढाउने अनि त्यस पछाडि म भगवानहरूलाई प्रसाद भोग लगाउँछु अनि प्रसादहरू भोग लगाइसक्छु। मैले भगवानहरूलाई प्रसाद पनि भोग लगाइसकेँ। त्यस पछाडि माथि तुलसी मातालाई पूजा गर्न गएँ, दल राखेँ, फुलहरूले पूजा गरेर, तिलजौले पूजा गरेर तल्चाहरू राखिसकेँ। अनि त्यस पछाडि म सबै पूजा सकेर माला जप्छु अनि माला जपिसकेर चाहिँ म बिहानको मेरो दैनिकी पूजा चाहिँ समाप्त गर्छु। बेलुका पनि आरती गर्ने, दियो बाल्ने अनि यहाँनिर म कपुरहरू बाल्छु, धुपहरू बाल्छु बेलुका। अनि त्यस पछाडि सबै धुपहरू बालिसकेर अनि त्यस पछाडि चाहिँ म हनुमान चालिसा पढ्छु जहिले पनि। हनुमान चालिसा पढ्छु अनि त्यस पछाडि त्यो सकेर भ्यायो भने फेरि माला जप्छु, नभएको दिन चाहिँ जप्दिनँ। अनि हनुमान चालिसा पढिसकेर म मेरो दिनभरि बिहानदेखि बेलुकासम्म कसरी पूजा गर्ने सबै सक्छु। हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद।